बाटो त गिद्दी रहेछ नि त यार खतम ठाउँै छैन त राख्नु बाल छ क्या झर्ना त यार राइट माथि जाउँ माथिबाट चाहिँ खतरा सो हेलो एभ्रिवान नमस्ते लासु ठाकुल्ला वेलकम टु माई युट्युब च्यानल आयो यहाँ सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु इट्स मी दिवालामा माई रियल नेम इज दिनेश सो यो गाइज आज हामी चाहिँ यता लौके झर्ना घुम्न जान लाग्यो है सो बाहिरमा जान लाग्यो है भाइ चाहिँ यहाँ हुनुहुन्छ सो हामी चाहिँ यता चापा बोट भन्ने ठाउँमा आइपुगेको त अझै कति टाढा त थाहा छैन है अब त्यो सोध्दै सोध्दै जान्छ अब हेरौँ अझै टाढै छ जस्तो लाग्छ देख्न सक्नुहुन्छ यहाँको भ्यू यहाँको नजारा यताको नजारा देख्न सक्नुहुन्छ यहाँ दाइले ट्र्याक्टर जोतिरहनु भएको छ यता कोदो रोपिरहनु भएको छ त्यस रमाइलो छ यता ठाउँ नो बोट इज बेस्ट मतलब भनौँ न राम्रो रहेछ गाउँ चाहिँ सो त्यही हो लेट्स गो जाउँ कति बजी 1:30 भइसक्यो हामी चाहिँ कति 12:30 हिँडेको 1 घन्टा भइसक्यो अझै कति टाढा त थाहा छैन सो जाउँ अब सोध्दै सोध्दै जाउँ अब टक्क ल्याएर देख्न सक्नुहुन्छ भ्यू क्या भ्यूै बबाल छ क्या यहाँ त त्यही हो एउटा घर झर्ना चाहिँ हामीले देखिसकेको छ देख्न सक्नुहुन्छ यहाँ चाहिँ देख्न सक्नुहुन्छ दाइ दिदीहरू पौडी खेल्नु भएको छ यहाँ पौडी हाम्रो दिदी आएको झर्ना सबै ठुलो रहेछ मन्दिर रहेछ यहाँ सानो रहेछ खासै ठुलो रहेछ फाइनली हामी आइसकेको छु गाइज
देख्न सक्नुहुन्छ भ्यू 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 बाटो बाटो काम भयो माथि जाउँ माथिबाट चाहिँ खतरा पुरै पानी आइरहेछ पुरै भिज्दो रहेछ त पानी पानीले चाहिँ हिलाउँदैछ हेलो गाइस, अब चाहिँ हामी जाँदैछौँ घर। पानी परिरहेको छ है के हिँड्न पानी परेर चाहिँ बिजोक भएर क्या अघि 1-2 घन्टा नै बसेँ होइन पानी परेर। अब चाहिँ हामी जान लाग्यो पानीमा भिज्दै। पानीले चाहिँ लास्ट भिजिसक्यो क्या हामी भिजेर लुत्रुकै भइसक्यो। सो हामी जाँदैछौँ टक्क लाएर सिडी नै सिडी छ। यो बाटो चाहिँ अलिक राम्रो रहेछ होइन। बाल छ क्या झर्ना त यार राइट। सो गाइस, अब चाहिँ हामी फर्किँदैछौँ पानीले
रह्यो अनि हामी जान लाग्यो अब घरतिर सो धेरै बजिसकेको थियो 4:30 भइसक्यो 5 बज्न लागिसक्यो सो त्यो फर्किन लेट हुन्छ सो हामी अब फटाफट फर्किन्छौँ खासै त भिडियो बनाउन पाइएन है सो त्यही हो सबैले हेरिदिनु होला माया गरिदिनु होला त्यही हो कपाल भिजिरहेको पानीले भिजेर खत्तम भयो नि यार खत्तम भयो नि यार खत्तम गाइस हामी चाहिँ लौके झर्ना भनेर आएको खासमा यस्तो छ होइन फेरि पनि पानी आएर चाहिँ डिस्टर्ब गरिरहेको छ होइन र फोटो उडिरहेको थियो सो आजको भिडियोलाई चाहिँ म यतैतिर एन्ड गर्न चाहन्छु होइन ब्याट्री पनि सर्न लाग्यो सो यति भन्छ यहाँ सबैलाई धन्यवाद भिडियो हेरेकोमा अनि लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला सो अर्को भ्लगमा भेटौँ है सी यू बाई लभ यू